President Orleans sent her Supreme Court nominee a cell phone picture of her private parts. Holy crap! Keep the press out. यो टपिक जब मैले सेभ द क्याटमा फर्स्ट टाइम पढेँ त्यतिखेर मलाई यो टपिक एकदम इन्ट्रेस्टिङ लाग्यो किनकि यो टपिकले मेरो फिल्म हेर्दाको सबैभन्दा फ्रस्ट्रेटिङ क्वेसनको एन्सर दिएको थियो र त्यो क्वेसन हो खै त पुलिस यत्रो इभेन्ट भइसक्यो न्युजभरि चर्चा भइरहेको छ तर त्यसको केही इम्प्याक्ट छैन स्पेसली साउथ इन्डियन फिल्म हेर्दा यस्तो हुन्छ अनि अरू जुनै पनि फिल्म जसलाई हेर्नु अगाडि नै दिमाग घरमै राखेर जा भन्ने कुरा आउँछ त्यस्तो फिल्म हेर्दा यो इरिटेटिङ प्रश्न आउँछ ओए एक बात बता तू जापानी कैसे सीखा कंटेनर में 40 दिन का मक्खियां गिनता मैं 30 दिन में ये जापानी सीखने वाली किताब बड़ी काम आई कीप द प्रेस आउट भन्ने रुल नयाँ होइन हलिउडले यो रुललाई धेरै पहिलेदेखि फलो गर्दै आएको छ सरल भाषामा भन्नुपर्दा कीप द प्रेस आउट भनेको मिडिया र मिडियासँगै पुलिस र गभर्नमेन्टलाई आफ्नो कथामा कसरी युज गर्ने भन्ने रुल हो Coffee would help me think. Coffee and a muffin. पुलिस मिडिया गभर्नमेन्ट भनेको हाम्रो सोसाइटीको म्यासिभ एलिमेन्ट्स हुन् र यिनीहरूको इम्प्याक्ट ठुलो हुन्छ जुन फिल्ममा पनि हिरो एक्लैले डिल गर्न गाह्रो हुन्छ र त्यसैले हाम्रो दिमागमा त्यस्तो प्रश्न आउँछ अनि यसलाई सजिलो तरिकाले आफ्नो कथामा राख्नको लागि यदि तिम्रो कथाको वर्ल्डले यिनीहरूको डिमान्ड गर्दैन भने छोडिदेऊ यिनीहरूलाई नहाल अनि देखाउन मन छ भने पनि यसरी देखाऊ कि अडियन्सले प्रेस पुलिस वा गभर्नमेन्टको इम्प्याक्ट फिल्ममा किन त्यस्तो छ भन्ने कुरा राम्ररी बुझुन् र तिम्रो कथा र त्यसको क्यारेक्टरमाथि क्वेसन नगरून् इक्जाम्पलको लागि म जोन विकलाई हेर्छु किनकि मैले यो फिल्म हेरेर कीप द प्रेस आउटको रुल बुझेको हो It's not what you did, son. It's who you did it to. जोन विक भन्ने नै भए हलिउडको मास मसला मुभी हो बट यसको वर्ल्ड बिल्डिङ र थिमले एउटा मात्र कथा बोकेर हिँड्छ अस्यासिनको वर्ल्डमा रिभेन्जको थिम You've got a nasty surprise coming. अनि त्यसमा पनि मेकर्सहरूले कीप द प्रेस आउटको रुललाई पर्फेक्टली युज गरेको छन् जसले गर्दा फिल्ममा त्यत्रो भोइलेन्स भए पनि हाम्रो दिमागमा पुलिस वा गभर्नमेन्टको कुरा आउँदैन ल जोन विकको सिन एनालाइसिस गरेर बुझौँ अब You ready, John? Yeah. यो सिन हेरौँ जोन विकले भर्खर उसको घरमा आएका सबै ग्याङ्स्टरलाई मारेको छ म्युजिक पनि सकियो अनि बेल रिङ भयो ढोका बाहिर रातो बत्ती बलिरहेको छ साइरन पनि बजेको छैन बट यो साइलेन्सले हामी अडियन्सलाई अब के हुन्छ भनेर बाँधिराख्छ यो भिजुअल स्टोरी टेलिङ हो बाहिर पुलिस छ अब विकले के गर्छ यो सिन फर्स्ट टाइम हेर्दा मलाई अब कि त पुलिससँग फाइट हुन्छ कि त पुलिसले अरेस्ट गर्छ भन्ने थट आइरहेको थियो तर के हुन्छ जोन र पुलिसले एकअर्कालाई चिन्छन् र नर्मल इन्टरेक्सन गर्छन् You working again? No, just sorting some stuff out. उनीहरूको इन्टरेक्सनले यो वर्ल्डमा जोन विक र ग्याङ्स्टरहरू पुलिसहरू भन्दा माथि छन् वा पुलिसले इन्टरफियर गर्दैन भन्ने कुराको जवाब दिन्छ अब हामीले फिल्मभरि पुलिसको बारेमा सोच्नै परेन मिडिया झन् कतै पनि देखाउँदैन त्यसैले यता त झन् सोच्नै परेन जोन विकको बाउन्टी पनि स्पेशल रेडियो च्यानलबाट दिइन्छ र अरू अस्यासिनहरूलाई पर्सनल मेसेज जान्छ यसले फेरि हामीलाई यो वर्ल्डको एउटा सिस्टमको इन्ट्रोडक्सन दिन्छ अब यही धम्की वा बाउन्टी कतिवटा फिल्ममा नेसनल टिभीमा आएर फिल्मको मेन हिरो वा भिलेनले भन्छ जसले कथालाई अनरियलिस्टिक बनाइदिन्छ किनकि तिमी जति पावरफुल भए पनि कुनै देशको सिस्टम भन्दा बढी पावरफुल हुँदैनौ जोन विकमा पनि जोन भर्सेस एउटा सिस्टम नै हो यो अनरियलिस्टिक नै हो तर एक्चुअल वर्ल्डको मिडिया पुलिस र गभर्नमेन्टलाई इन्भल्भ नगरेकोले यसको कथा ग्राउन्डेड नै देखिन्छ उनीहरूको डिल गर्ने कोइनदेखि ड्रेस कोड सबैले हामीलाई अस्यासनको वर्ल्डतिर धकेल्छ र यसरी राइटरले कीप द प्रेस आउटको रुल युज गरेर जोन विकको ओभर द टप फ्यान्टेसी एक्सन मुभी रियल जसरी देखाएको छन्
ल अब यो भिडियोबाट किप द प्रेस आउटको बारे के कति बुझ्नुभयो र आफ्नो कथालाई इफेक्टिभली इन्टरटेनिङ बनाउन चाहिँ किप द प्रेस आउट बारे पढ्नु र अझै रिसर्च गरेर कथा लेख्न स्टार्ट गर्नुहोस् किनकि आफ्नो कथाको वर्ल्डलाई रियलिस्टिक र मिनिङफुल बनाउन रियल वर्ल्डको एलिमेन्ट्सहरूलाई कतिखेर राख्ने र हटाउने भन्ने कुरा एउटा स्क्रिन राइटरले राम्ररी जान्नुपर्छ। धन्यवाद।